धुलीखेलबाट धेरै अगाडि निस्किएर हामी चाहिँ अहिले अर्को ठाउँमा आइपुगेको छौँ। यता अब उज्यालोमा भएको भए धेरै कुराहरू देखिन्थ्यो। अब यहाँ त अँध्यारो भइसक्यो। घुम्ने ठाउँ चाहिँ हामीले धेरै कुराहरू आज धेरै ठाउँहरू प्लान गरेको थियो, तर समय नै नभ्याउने यी टाढा टाढा सबै। अनि यहाँ नभ्याएर अब यो बाटोमा जति हामीले भ्याउँछौँ त्यतिबाट नै हामी घुमिरहेको छौँ। ओहो कस्तो चिसो यार यहाँ त। लगाउन तिमी जाते लगाउने हो। अनि यहाँको चाहिँ मैले भ्यू देखाउन पाउँदिनँ जस्तो चाहिँ उज्यालो भएको भए राम्रो देखिन्थ्यो। अब त्यही पनि म ट्राई गर्छु। यहाँ चाहिँ टन्नै जाडो रहेछ। ओहो माथि भएर होला। आउँदैछ बाबा हिँड्नु न। सोना खोइ आएन त त्यो त। आउँदैन सोना अगाडि नै आइसक्यो क्या अरे। सोनाहरू अगाडि नै गइसक्यो। आएको थियो रे। यहाँबाट चाहिँ अब खै त बाहिर यतै हेरौँ सक्छु। हामी भन्दै आइपुग्यौँ। राति भएर कहाँ अब यहाँ दिउँसो भएको भए अलि राम्रोसँग क्लियर देखिन्थ्यो, तर दिउँसो भएको भए अब यहाँ हामी त घुम्दा यता गर्दै राति भइसक्यो। बहिनी के गर्दैछौ? बहिनी के गर्दै होइन यसपालि भक्तपुर आएको देखेर मान्छेहरू होइन बेहोस हुन्छ है। ल यो चाहिँ भक्तपुर भन्ने ठाउँ हो है काठमाडौँको। आज हामी यता आएको छौँ। अन्त म धेरै पहिला आएको, आज चाहिँ यहाँ आज यति सुनसान किन छ? नत्र यहाँ त कस्तो भिड हुन्छ नि। तैँले अरू ज्याकेट लिएर आइनस्? को होइन गाडीबाट नलिएर आएको कि? अनि किन नलिएर आएको त? गाडी त त्यही भएन त। अब चारैतिर तेरोबाट गरौँ न ज्वाइँलाई। भत्काए छ। दिउँसो आउँदा चाहिँ कति रमाइलो हुन्छ यो ठाउँमा। अब अहिले अँध्यारो भयो भने मान्छेहरू त्यही पनि छन्। जाडोले मलाई पनि नचिने, ज्याकेटले मलाई नचिने। कसलाई के भयो? के भयो? क्रिस का गाना सुनेगा क्या? क्रिस पीछे बैठे की आपका बेटा क्रिस का गाना सुनेगा क्या? क्रिस आपका बेटा है, आपका बेटा है क्रिस। आओ दिखा दो ना। आओ चलो क्रिस का गाना सुनेगा क्या? दिल ना लिया दिल ना लिया। के भन्नु र अब? यस्तो बोलेको चाहिँ पुरा रेकर्ड गर्नु त। क्रिस का गाना सुनेगा? क्रिस का गाना आउँदैन। यो त म रिल चाहिँ बनाएर राख्ने हो टिकटकमा, यही भोइस ओभरमा। छ्यामाको लागि 2 शब्द बोल्दै छ। छ्यामाको लागि 2 शब्द नहीं। क्रिस का गाना सुनेगा क्या? दिल ना दिया भन। अरे आउँदैन के हो?
बिल्ला दिया भन अरे आउँदैन डन का गाना सुनेगा क्या डन का गाना बिर्से या छेमा छोराहरू त छोरालाई जिस्काउँदा छेमाहरूले बिचारा छोरा त लाजले भुतुकै भइसक्यो खाएगा क्या भक्तपुर का फेमस ऐ खाने हो तिमी हिजो खाए कि खाएन छोरो दही खाए कि खाएन हिजो दही खाएन खाएन यहाँको फेमस हिजो खाएको थियो नि दही होइन यहाँको फेमस यहाँको फेमस हो त्यो दही त्यो कर्ड छ नि सिक्रेट मिटिङ चलिरहेछ यहाँ होइन सिक्रेट मिटिङ ओह के सिक्रेट मिटिङ चलिरहेछ ए बोबा म त दही खाने हो ए बोबा भनेको के हो बोबा भनेको के हो खाँदैन अनि के हो भनेको पनि हुन्छ त राम्रो पनि लाग्दैन राम्रो पनि लाग्दैन खाएको जेली हुन्छ भित्र कालो कालो ट्राई गरौँ अन्त हरेक चीज ट्राई गरेर हेर्नुपर्छ ठीक है बहन आओ खींच देते हैं हजुर दही होइन दही खान्न ल यहाँ के हो बोबा ओहो यम यम बोबा आमो तिमीले यो के खाएको सानो ओहो उसले बबल टी खाइरहेछ त्यो बोबा भनेको ब्ल्याक बाख्राले गर्ने ब्ल्याक पुप जस्तो हो नि त अनि हेर्नु त साबुदानाकै पार्ट हो त्यो के त्यसको इन्टरनल नलेज चाहिन्छ भने उसलाई सोध त्यो हेर्दाखेरि भ्यू हेर्दाखेरि त म पो बुझे यिनीहरू कस्तो है मेरो भिडियोमा यिनीहरूले म त खुब बिरा रहेछ भनेर के हो यो चिप्स आज बबल टी खानुहुन्छ म खान्छु बबल टी होइन दही राति चिसो होइन चिसो लाग्छ एक चम्मचले पनि चिसो लाग्छ बेकार मैले यहाँ आएर बिरामी पऱ्यो भने अर्को यहाँ के खाँदैछु राति भक्तपुरको फेमस जुजु धाउ मिन्स कर्ड मिस्टी दही भने जस्तै हो खट्टा हुँदैन यो गुलियो मिस्टी दही भनेपछि त्यस्तो हुन्छ दही अन्त मिठो छ अरूभन्दा टेन्सन हुन्छ कि दही चिसो खाने बिरामी हुन्छ त्यही भएर बोबा नाम पनि कस्तो बोबा बोबामा एउटा कुन ल्याङ्ग्वेजमा त बोबा भनेको गुङ्गाला हुन्छ नि जसले बोल्न सक्दैन नि त्यसलाई बोबा भन्छ कुन बोबा बेङ्गलीमा नि अच्छा बेङ्गलीमै भन्दा रहेछ मैले चाहिँ बिहार साइडमा भन्ठानेको थिएँ तर होइन बेङ्गलीमै भन्दा रहेछ अरे मलाई अहिले पनि कन्फर्म छैन तर छोराले भनेको बेङ्गलीमै भन्छ बोबा भनेर यहाँ चाहिँ बोबा चाहिँ खानेकुराको नाम रहेछ यम यम बोबा अरे आज त्यो पनि ट्राई गर्न लाग्यो छैन के यही हो बोबा यो कसको एउटा क्रिस्को एउटा तपाईँको त्यही त ट्राई गर न मुखे यसो डराइ मुखेर त मैले त लाग्छ यो गर्छु जस्तै गर्छु यार खाएगा क्या बोबा हेरे बोबा खाएगा किरिस बोबा खाएगा रे यही हो बोबा नेपाल चिप्स नेपाली उता पनि पाउँछ म तपाईँलाई फ्लेभर हालिदिन्छु कलकत्ता लग्नु केमा नेपालको फेमस होइन खाँदै हुनुहुन्थ्यो अघि प्याकेट लिएरै खाँदै हुनुहुन्थ्यो होइन खाँदै हुनुहुन्थ्यो उहाँले चिप्स खाँदै हुनुहुन्थ्यो चिप्स खायो होइन न यो ट्राई गर्ने के खाऊ कस्तो मिठो छ न चिप्स धेरै नखाने र खाने यहाँ छ मेरो हातले पनि लिनु खानु नि भेना खानु अमेरिका के लोग रे यसले मलाई भने ये अमेरिका के लोग रे हामी आइपुग्यौँ यहाँ मन्त्रा भन्ने ठाउँमा अब यहाँबाट चाहिँ हामी डिनर गर्ने यहाँ चाहिँ हामी
ए म त कञ्चन गयो भने ठानेर तेरिका भिड छ जीवाज मन्तराज थकाली रेस्टुरेन्ट सो दिस इज द प्लेस वेयर वी केम फर डिनर तर भयङ्कर भिड है भिड हुँदैन भन्दै हुनुहुन्थ्यो हर्बनको छाडेको त हर्बनको बाटो त हो नि हो त्यही त हर्बनको बाटो ठ्याक्कै त्यो सरस्वती मन्दिर त्यही त छ नि त्यही त हामी हर्बनमा मन लाग्यो जान्छु भन्नु यहाँ चाहिँ वेटिङ ठाउँ अरे हामी चाहिँ यहाँ वेट ज्याकेट लगाएको भन्थ्यो नि जाडो त जाडै छ गोल्ड मेडलिस्ट नेपाली लेडिजहरु गाइस देखो न गाइस देखो न यहाँ काउन्टिङ कर रही है 1 hour later बल्ल ठाउँ पाएन थुक्पाको एकदम सुप होला नि थुक्पा सुपै त हुन्छ आउन बाँकी छ ल असम छ हेऱ्यो भने ल यस्तो टेस्ट भएको मोमो चाहिँ मैले खाएको थिएँ यस्तो जुस छ हाम्रो डिनर सक्यो अब हामी सबैजना आफ्नो आफ्नो बाटो माइज अब आफ्नो आफ्नो घरतिर सबैले गाडी बुकिङ गरेको छ कसैले आफ्नो गाडी लिएर आएको छ अब सबैले आफ्नो आफ्नो बाटोतिर आइयो पियो गइयो सपिङ ब्याग अनि त्यसमा जसले पनि बोक्छ सपिङ ब्याग हो भने ल जाउँ ल छुट्टीजना ल थ्याङ्क यू आउँदैछु हामी घरको लागि निस्क्यौँ सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अनि अर्को नेक्स्ट ब्लग चाहिँ नै हाल्नेछौँ है तपाईँले हेरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् हामीले ओभरटेक बाई बाई अभी यस्तो चिसोमा माइजू त मुखतिर बाई बाई माइजूलाई है रातिको 10 बजे हामी घर पुगेछौँ अहिले त ए दाइ